डिसेम्बर भन्दा अगाडि यो भिडियो हेर्नुहुँदैछ भने तब त तपाई सेफ हुनुहुन्छ, किनभने इन्डियाको अथवा भारत सरकारले एउटा वार्निङ इस्यु गरेको छ कि तपाईहरुको जनवरी 1 2026 देखि कति जनाको चाहिँ बैंक अकाउन्ट बन्द हुन सक्छ, स्यालेरी रोकिनु सक्छ, पैसा निकाल्नु अथवा हाल्नु पाउँदैन, इन्कम ट्याक्स पनि भर्नु पाउँदैन। र यो कुरा चाहिँ उहाँहरुसँग हुन्छ जसको आधार कार्ड र पेन कार्ड चाहिँ लिंक भएको हुँदैन। त्यसको लागि तपाईले सजिलोसँगले चेक गर्न सक्नुहुन्छ एन्ड्रोइड फोनबाट। त्यसको लागि तपाई गुगलमा गएर incometax.gov.in लेख्नुस् र मुनि स्क्रल गर्दै जाँदाखेरि मुनिपट्टि लिंक आधार स्ट्याटस यो आउँछ, यसमा तपाईले क्लिक गर्नुस्। क्लिक गरिसकेपछि यहाँ माथिनिर पेन कार्ड र आधार कार्डको नम्बर हाल्नुपर्ने हुन्छ। यो नम्बर हालेर ओके गरिसकेपछि तपाईले हेर्नु सक्नुहुन्छ कि यहाँनिर तपाईहरुको लिंक भएको छ कि छैन भनेर। यदि लिंक छ भने अलरेडी लिंक भनेर आउँछ र यदि लिंक भएको छैन भने तपाईले 31 तारिख भन्दा अगाडि तुरुन्त गएर लिंक गरिहाल्नुस्, किनभने बादमा तपाईलाई धेरै प्रब्लम हुन सक्छ र तपाईको पेन कार्डमा पेनल्टी पनि लाग्न सक्छ। त्यो भएर यो कुरालाई सबैसँग शेयर गर्दै तपाईले पनि यो कुरा चेक गरिहाल्नु।